Okay, hello everyone. My name is Sandesh Sharma. So आज हामी हाम्रो सेकेन्ड विक फर लर्निङ एआई फेलोसिप इन फ्युज मेसिन. सो आजको कुरा हामी डिस्कस गर्नेछौँ एबाउट पाइथन र म्याथमेटिक्स कहाँबाट गर्ने मेन रिसोर्सेस अफ पाइथन एन्ड म्याथमेटिक्स. ओके, सो आज चाहिँ मैले हजुरलाई एउटा फोल्डर देखाउँछु होइन. यसमा चाहिँ म्याथमेटिक्स र पाइथनको चाहिँ सब हुन्छ नि त रिसोर्सेसहरू पाइन्छ होइन. त्यसरी मैले बनाएको छु. सो म जस्तो आई डोन्ट नो एबाउट द भिडियोज हुन्छ नि त. भिडियोजहरू यु क्यान फाइन्ड एनीवेयर इन युट्युब्स, बट प्र्याक्टिकल नलेज कसरी लिने भन्छ नि त त्यो कुरामा लाइक आफै गरेर पढेर कसरी गर्ने, पाइथन र म्याथमेटिक्स चाहिँ कसरी ह्यान्डल गर्ने भनेर कुरामा डिस्कस गर्ने. सो मेन थिङ म्याथमेटिक्सको चाहिँ सिम्पल छ. तिमी हजुर कहीँ जानु पर्दैन. प्लस टूको अल्जेब्रा एन्ड क्यालकुलस हाम्रो बोर्डहरूमा इक्जाम आउँछ नि क्वेसनहरू जस्तै त्यो लाइक फिजिक्सको क्वेसन आउँछ अनि लाइक एक्टिभिटेसनहरूको त्यस्तै क्वेसन मेन फोकस गर्नु डेरिभेटिभहरूको चाहिँ. अनि प्रोबेबली म्याट्रिक्स भयो अल्जेब्रामा. त्यसपछि लिनियर अल्जेब्रा जस्तै भेक्टर डट प्रोडक्ट म्याट्रिक्स हुन्छ नि. अब अनि थोरै एड गर्नुपर्ने भनेको चाहिँ इगन भ्याल्युज एन्ड इगन भेक्टर्स भन्छ समथिङ के छ होइन. यो चाहिँ कसरी पढ्दा राम्रो हुन्छ भन्दाखेरि चाहिँ आई थिङ्क ब्याचलर्सको थर्ड इयरदेखि आई मिन फिजिक्सको म फिजिक्स ब्याकग्राउन्ड, सो द्याट्स वाइ आई एम सेङ थर्ड इयरमा चाहिँ हामीले एउटा म्याथमेटिक्सको कोर्स रहन्छ. त्यसमा चाहिँ यु क्यान फाइन्ड लाइक धेरै कुरा. यु क्यान ट्राई लाइक फिजिक्स म्याथ ब्याचलर्सको थर्ड इयरको फिजिक्स, म फिजिक्स ब्याकग्राउन्ड, द्याट्स वाइ आई एम सेङ फिजिक्सको थर्ड इयरको म्याथमेटिक्स वेयर क्यालकुलस वान समथिङ के कुराहरू छ होइन. क्यान फाइन्ड देयर. सो आज चाहिँ म हजुरलाई मेन लिनियर अल्जेब्रा क्यालकुलस अनि प्रोबेबिलिटी त्यो चाहिँ अनि यो छ बायस रुल भन्ने छ. त्यो चाहिँ लाइक यो चाहिँ पर्फेक्टै आउनुपर्छ है. मेबी यो जहाँ पनि युज हुँदो रहेछ, मलाई थाहा थिएन, पछि रिसर्च गर्दै गर्थेँ धेरै ठाउँमा युज हुँदो रहेछ. एन्ड एबाउट द पाइथनको लागि मैले बेस्ट वेबसाइट पाएको छु. सो वेबसाइटको नाम छ वेब3 स्कुल .python समथिङ के छ होइन. आई विल प्रोभाइड द लिङ्क इन द डिस्क्रिप्सन. सो म यसको चाहिँ एबाउट इफेल्सको चाहिँ नेक्स्ट इफमा आएको छु. मैले यति चाहिँ प्र्याक्टिस गरेँ यो विकभित्रमा होइन. सो मैले चाहिँ होल एभ्री डे इच डे कसरी हुन्छ नि त म्यानेज गरेर प्र्याक्टिस गर्दै गइरहेको छु पाइथनको चाहिँ होइन. आई विल सजेस्ट दिस वेबसाइट फर लाइक युज गर्न धेरै सजिलो पनि छ जस्तो लाग्छ. अनि एउटा छ पाइथनको कोर्स छ एउटा चाहिँ आई डोन्ट नो, म हेर्छु कता छ. एउटा चाहिँ पाइथनको कोर्स छ होइन. त्यो कोर्स ट्राई गर्दा हुन्छ लाग्छ मलाई चाहिँ. आई विल सेयर मेबी दिस पाइथनको कोर्स आई विल सेयर इन द लिङ्क है. म एउटा होल 4 घन्टाको पाइथन कोर्स छ, क्रास कोर्स जस्तै छ, त्यो आई विल सेयर इन द डिस्क्रिप्सन. सो द्याट्स इट फर टुडे. आज जस्तै केही पनि नयाँ न्यू त केही छैन. नेक्स्ट डे आई विल टिच अबाउट हाउ टु डाउनलोड युज एनाकोन्डा होल एप्लिकेसन. ओके, एनाकोन्डाको चाहिँ लाइक एनाकोन्डा भन्ने एउटा नाम सुनिराख्नु भयो होला. मेबी यु हर्ड अबाउट मोस्ट अफ द टाइम जस्तो एनाकोन्डा कसरी युज गर्ने. लाइक हामी पाइथन सिक्दा चाहिँ एनाकोन्डा, म चाहिँ पर्सनली एनाकोन्डा युज गर्छु. बिएस कोड पनि त्यसभित्रै हुन्छ लाग्छ मलाई. लाइक इट्स अ कम्बिनेसन अफ डिफ्रेन्ट टुल्स. लाइक हजुर जस्ट गएर इन्स्टल गरेर आफै एनाकोन्डा युज गरेर चलाउन सक्नुहुन्छ. मैले चाहिँ पर्सनली लाइक जुपिटर नोटबुक भन्ने चाहिँ युज गर्छु. सो नेक्स्ट विक आई विल टेल अबाउट दिस. फर टुडे वी हेभ एम अफ हरेक दिनको 1 घन्टा म्याथमेटिक्स एन्ड त्यसपछि पाइथन पढ्ने फर दिस होल डिसेम्बर. सो यो डिसेम्बरभरि यो दुइटामा हजुर मास्टरी टाइप गर्नुभयो भने चाहिँ आई मिन हजुरको बेसिक बिल्डिङ चाहिँ राम्रो हुन्छ मलाई लाग्छ. अनि म पनि त्यही गर्छु है. म पनि त्यही यस्तो स्मार्ट मान्छे त होइन, बट आई विल मेबी ट्राई एभ्री डे. मेरो फेरि अर्को जब जस्तै पनि छ एउटा फेलोसिपमा अन्डरमा पनि काम गर्छु. सो आई अल्सो हेभ टु म्यानेज द्याट एन्ड अल्सो गोइङ फर अ कलेज. मेरो चाहिँ 7 बजीदेखि 12 बजीसम्म कलेज हुन्छ. त्यसपछि 1 बजी 5:30 काम हुन्छ. सो बोथ कसरी म्यानेज गर्ने मलाई पनि थाहा छैन. अनि त्यसपछि
Let's see. Okay, guys, and then this fellowship will start maybe in April. So good luck to everyone. अनि केही अपडेटको लागि follow me in everywhere, Instagram, Facebook channel, Instagram and YouTube, and you can also join my Discord channel of this AI fellowship. Bye. Take care.